अब अहिले वर्ल्ड कप म्याचहरू चलिरहेका छन्। नेपालमा चाहिँ एउटा रमाइलो कुरा मैले के सुन्न पाएँ भन्दाखेरि सोसल मिडियामा चाहिँ देखेँ मैले, ज्योतिषीहरूले चाहिँ भविष्यवाणी गरेका थिए अरे, फलानु म्याचमा यो देशले यो देशलाई हराउँछ, यसले जित्छ, यति गोल हान्छ भनेर उनीहरूका भविष्यवाणीहरू चाहिँ ड्याङ ड्याङी मिलेनन् अरे क्या। मिले अरे होइन, मिलेनन् अरे। अब मिले भने पनि अब त्यो त संजोगै होला भन्छु म चाहिँ। मलाई किन यो अहिले मलाई त्यसरी भन्न मन लागेको भने मैले ज्योतिषहरूको अनादर गर्न खोजेको होइन कि। अब प्राचीन कालमा विकास भएको ज्योतिषशास्त्रमा त फुटबलको म्याच त लेखिएको थिएन होला नि त होइन। अब के हो कुरो, लामो कुरो गर्नुभन्दा पनि म च्याट जिपिटीसँग कुरा गर्नु पर्यो क्या, किनभने मलाई हिजो आज च्याट जिपिटीसँग हरेक कुरामा सोधपुछ गर्न मन लाग्छ। के भन्दो रहेछ यसले? हेलो च्याट जिपिटी, नेपालीमा कुरा गरौँ है। हुन्छ, पक्कै पनि म नेपालीमा कुरा गर्छु। तिमीलाई के बारेमा कुरा गर्न मन छ या केही अभ्यास गर्न चाहन्छौ? अहिले नेपालमा चाहिँ यो सोसल मिडियाहरूमा मैले के खबर देखेँ भने जुन अहिले विश्वमा चाहिँ चलिरहेको छ फिफा वर्ल्ड कप म्याच, अनि यसमा कुनै एउटा म्याच हुँदाखेरि चाहिँ कुन देशले कुन देशलाई जित्छ, कति गोल हान्छ भनेर ज्योतिषीहरूले भनेका थिए अरे नेपालमा। अनि मिलेन अरे उनीहरूको कुरो। किन मिलेन यसको बारेमा बताइदेऊ त मलाई। हो, यो धेरै चर्चामा आएको विषय हो। ज्योतिषहरूले भविष्यवाणी गरे पनि त्यो विज्ञानमा आधारित नहुने भएकाले प्रायः सटिक हुँदैन। फुटबल जस्तो खेलमा त अवसर, टिमको स्थिति, रणनीति र धेरै कारकहरूले असर गर्छन्। त्यसैले ज्योतिषको भविष्यवाणी प्रायः अनुमान मात्र हुन्छ। भनेपछि यो विज्ञानमा आधारित नहुने भएर भने ज्योतिषलाई, अनि यो विज्ञानमा आधारित हुँदैन र ज्योतिष? हो, ठिकै हो। विज्ञान भनेको तथ्य, प्रमाण र दोहोरिने परीक्षणमा आधारित हुन्छ, जबकि ज्योतिष भनेको पुराना विश्वास, प्रतीक र व्यक्तिगत अनुभवमा। अनि यो त प्राचीन जमानामा एकदम ग्रह नक्षत्रहरूको एकदम स्थान तोकेर ठ्याक्क भनेको टाइममा ग्रहण लाग्छ, भविष्यवाणी त मिल्यो त त्यहाँनिर। हो, पुरानो समयमा मानिसहरूले आकाशका ग्रह नक्षत्रहरूको स्थितिलाई निरीक्षण गरेर केही सम्बन्धहरू देखेका थिए र त्यहीबाट भविष्यवाणी पनि गरेका थिए। तर आजको वैज्ञानिक तरिकाले त्यो सब निश्चित र दोहोरिने प्रमाणमा आधारित छैन, त्यसैले मिल्न नपाउने अवस्था धेरै हुन्छ। ए भनेपछि कस्तो कस्तो कुरा चाहिँ मिल्छ, कस्तो कस्तो कुरा चाहिँ मिल्दैन त? हो, ठिकै हो। केही सामान्य कुराहरू जस्तै ठुलो ट्रेन्ड वा खेलको परिणाम मानिसहरूले अनुमान गर्दा मेल खान्छन्, तर सटिक स्कोर, गोल वा टिमको फाइनल नतिजा भने प्रायः मिल्दैनन्, किनकि धेरै अनिश्चितता, रणनीति र खेलको गतिले असर गर्छ। ए भनेपछि ज्योतिषले भविष्यवाणी गरे अनुसार केही केही कुराहरू चाहिँ मिल्छन्? हो, केही सामान्य कुराहरू मिल्न सक्छन्, जस्तै ठुलो स्तरको घटना वा ट्रेन्ड, किनकि मानिसहरू अक्सर ठुलो तस्बिरमा केही सही जस्तो भनेपछि त केही हदसम्म त ज्योतिषशास्त्र त विज्ञान रहेछ नि त, त्यसले पनि ट्राई गरेर मिलाउँदो रहेछ त। हो, त्यस्तो सोच धेरैले गर्छन्, तर वास्तवमा ज्योतिषशास्त्रको आधार विज्ञानमा नभएर परम्परागत विश्वासमा हो। भनेपछि त्यो परम्परागत विश्वासमा पनि त केही आधार रहेछ नि त, भविष्यवाणी त मिल्दो रहेछ नि त तिम्रो भनाइअनुसार। हो, केही हदसम्म मानिसको अनुभव र विश्वासले पनि त्यसलाई प्रभाव पार्छ, तर त्यो वैज्ञानिक प्रमाण होइन। भविष्यको सटिकता ठिक्क गणना गर्नका लागि तथ्याङ्क, परीक्षण र दोहोरिने नतिजाको आधार चाहिन्छ, जुन ज्योतिषमा हुँदैन। अनि भनेपछि ज्योतिषशास्त्र विज्ञान होइन? यस अर नो? मलाई त्यो लामो उत्तर नदिकन एकदम सटिक उत्तर देऊ। ज्योतिषशास्त्र विज्ञान हो कि होइन? होइन, ज्योतिषशास्त्र विज्ञान होइन। किन होइन? किनकि विज्ञान भनेको प्रमाणित तथ्य, दोहोरिने परीक्षण र व्यवस्थित पद्धतिमा आधारित हुन्छ, जबकि ज्योतिषमा कुनै वैज्ञानिक प्रमाण, परीक्षण आकाशको ग्रहहरू ताराहरूको अध्ययन गर्नेहरूलाई त वैज्ञानिक भनिन्छ त, अनि त्यो साइन्समा पनि पढाइ हुन्छ। अनि त्यो ज्योतिष हो भने, त्यो खगोल शास्त्र त्यो विज्ञान हो भने ज्योतिष पनि त त्यही कुरा हो नि, होइन र? हो, त्यस्तो लाग्न सक्छ, तर वास्तवमा खगोल विज्ञान भनेको ग्रहहरू, ताराहरूको गणना, गति र प्रभावहरूको अध्ययन हो, जुन दोहोरिने परीक्षणमा आधारित हुन्छ। तर ज्योतिष पनि त्यो विज्ञानको आधारमा भविष्यवाणी गर्ने प्रयास गर्छ, जुन प्रमाणित विज्ञान होइन। भविष्यवाणी गर्ने प्रयास त खगोल विज्ञानले पनि गर्छ नि, होइन र? हो, खगोल विज्ञानले पनि केही घटनाहरू भविष्यमा कसरी हुन सक्छ भनेर अध्ययन गर्छ, जस्तै ग्रहहरूको ट्राजेक्टरी, तर त्यो आँकडाको गणना र सैद्धान्तिक मोडेलमा आधारित हुन्छ, न कि व्यक्तिगत भविष्यवाणीमा। अनि ज्योतिषको भविष्यवाणी चाहिँ कसरी फरक भयो त? ज्योतिषको भविष्यवाणी व्यक्तिगत विश्वास, प्रतीकात्मक अर्थ र अन्धविश्वासमा आधारित हुन्छ, जसमा कुनै पनि वैज्ञानिक परीक्षण वा दोहोरिने डेटा हुँदैन। त्यसैले त्यो केवल एक विश्वास प्रणाली हो, जुन वैज्ञानिक तर्कबाट अलग हुन्छ। भनेपछि यो विज्ञानमा पढाइ हुने खगोलशास्त्र र ज्योतिष भनेका अलग कुरा हुन्? हो,
बिल्कुल अलग कुरा हो। खगोल विज्ञान तर्क, गणित र परीक्षणमा आधारित हुन्छ। भनेपछि यसलाई चाहिँ के भनिन्छ, खगोल विज्ञान र ज्योतिष शास्त्र भने जस्तै यतापट्टि ज्योतिष भनेको त विज्ञान नै हुनुपर्ने, फलित ज्योतिष भनेको चाहिँ विज्ञान नहुनुपर्ने त होइन, ज्योतिष भनेको त विज्ञान नै हुनुपर्ने नि होइन र? हो, तिमीले सोचे जस्तै लाग्न सक्छ, तर वास्तवमा खगोल विज्ञान र फलित ज्योतिष फरक हुन्। खगोल विज्ञान प्रमाणित तथ्यमा आधारित हुन्छ। होइन, मैले भनेको फलित ज्योतिषमा फलित भन्ने शब्द नराखिकन खालि ज्योतिष भन्ने मात्रै शब्द राख्ने हो भने त्यो त खगोल विज्ञान नै हो नि होइन र? बुझेँ। यदि तिमीले केवल ज्योतिष भन्ने शब्द प्रयोग गर्यौ र त्यो वास्तविक खगोल अध्ययनको विज्ञानसँग सम्बन्धित भएमा त्यो त खगोल विज्ञान नै हो। तर परम्परागत ज्योतिष भनेको त्यो होइन, जसलाई प्रमाणित वैज्ञानिक आधारले समर्थन गर्दैन। ए, भनेपछि इङ्ग्लिसमा चाहिँ के भनिन्छ त यसलाई? खगोल विज्ञानलाई के भनिन्छ, ज्योतिषलाई के भनिन्छ? अनि खगोल विज्ञानलाई अङ्ग्रेजीमा एस्ट्रोनोमी भनिन्छ र ज्योतिषलाई एस्ट्रोलोजी भनिन्छ। त्यही फरक शब्द प्रयोग गरिन्छ जसले खगोल अध्ययन र परम्परागत भविष्यवाणीलाई छुट्याउँछ। भनेपछि एस्ट्रोनोमी भनेको चाहिँ साइन्स भयो, एस्ट्रोलोजी भनेको चाहिँ साइन्स भएन? ठिकै हो, एस्ट्रोनोमी भनेको विज्ञान हो जसमा ग्रह, ताराहरू, आकाशीय पिण्डहरूको अध्ययन हुन्छ, जबकि एस्ट्रोलोजी भनेको विज्ञान होइन, यो विश्वास र प्रतीकमा आधारित हुन्छ। ए ल, भयो है त कुरा, टुङ्ग्यौ यतिमै। हुन्छ,